वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।
चाहिँ मूललाई मूल शान्ति कुल भइसक्यो मूल संकल्प सद्देह उपमनि गुरुपन्नस युगरा श्रवणहं मम मम शुभ विवाह कर्मणि हरिका चरण उपासक कति कति पार तरे ओम जय जगदीश हरे शरण पर्यौ हामी ओम जय जगदीश हरे आसुर भाव निवारक तार्यो ओम जय जगदीश हरे स्वामी जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण पार तरे ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे स्वामी जय जगदीश हरे परापद बस्ने विकिना बाहा इखमु जगु सततको स्वाहा पदयो स्वाहा लाजानने अनि हजुरले अब के अरु छैन होला दिदी हजुरले अनि साथी अनि कपडाको उसमा खै आउँदैछु हेर तिमीलाई लिन हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना तिम्रो बाबालाई लाहुरे आउँदैछ भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ चुराधाको सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना जति छौँ होइन हाम्रो प्राङ्गणमा हाम्रो वरपर चिनेको दाजुभाइहरू जो आउनुभएको छ यस्तो मात्र आउनुभएको छ
उहाँहरूले पनि यसलाई निरन्तरता दिउँ होइन, पार्टी कलेजमुखी नभएर गाउँमुखी हुँदाखेरि चाहिँ फाइदाहरू पनि छन् भनेर बुझ्यौँ भन्ने जस्तो मलाई लाग्छ है। सामाजिक क्षेत्रको अभियन्ताको नातामा पनि हाम्रो त्यो बाटोघाटोमा पनि अब भिडभाड कम हुने भयो हाम्रो गाउँमा आएपछि पार्किङको व्यवस्थापन पनि छ, सबै कुराहरू सर्वत्र जानकारी सामाजिक क्षेत्रको अभियन्ताको कन्सेप्टमा मैले यो कुरो वितरण गर्न चाहन्छु अथवा प्रशासनले भन्छ नि सन्देश दिन यति भन्दै आफ्नो लगाइदिनु माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो माया दियो ममता दियो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आँसु पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो ओ आँसु पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो रुवाएर तिमीलाई हाँस्नु मैले छैन तिमी जस्तो असल साथी संसारमै छैन आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो चाहिँदैन कुनै चिज तिमी भए पुग्छ आँखाबाट आँसु झरे भित्र मुटु दुख्छ चाहिँदैन कुनै चिज तिमी भए पुग्छ आँखाबाट आँसु झरे भित्र मुटु दुख्छ भाग्यमा नै छैन हाम्रो सुख र शान्ति सुख त्यागी दुःखलाई नै बनाऊ हामी साथी आमा नाच्दै नाच्दै हिँड्नु नाच्दै हिँड्नु गाडी घुम्ने
भाइ 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 त्यसलाई नि OSR Digital, entertaining the nation.
बरस के 2 कदम, चौखट के बाहर क्या गए, तेरी कुड़माई के दिन आ गए। हाय बन्नो परदेसिया के देश के, चौबारे तुझको भा गए, तेरी कुड़माई के दिन आ गए। ले रहा सब लाए तेरी माई बाबुल का घर बार है, हो गेंदा गुलाबों से सजे, डोली तेरी तैयार है। झूलों के मौसम वो तेरे, हमसे रोके भी रोके ना गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए। मुंडेरों को जब तू कह के जाएगी, रौनक हवेली की संग लेके जाएगी। कोयले सुबह किसको नींद से जगाएंगी, धूप आंगने में अब से किससे मिलने आएगी। खुल के कभी जो ना कहा करते हम आज स्वीकार है, अपने भैया से कहना ना कभी, हमको तुझसे ज्यादा प्यार है। हाथों में चूड़े सज गए, तेरे गुड़िया खिलौने कहाँ गए, तेरी कुड़माई के दिन आ गए। 16 बरस के 2 कदम, चौखट के बाहर क्या गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए। ओम नमस्तनंताय सहस्रमूर्ते सहस्रपादाक्षिशिवाय सहस्रकोटि युगधारिणे नमः।
नातिले होइन बाबुले
सुमेरु पर्वत आएन दोस्रो नम्बरमा छैटौं नम्बर विश्वामित्र आएन व्यास आएन भरद्वाज आएन दुर्वास असीन मम व्रतैति मम व्रतम जग्गा उचालेर साइड लिनु अहिले पछि तपाईँले पनि भनेर म चाहिँ भनिहाल्छु नि अहिलेको चुनावको जब जस्तै भएन सालले गर्नुहोस् होटेलले फुल्ले मनोमेन्ट तपाईँ रमाइलो जसले तिनबाट गाइला पनि त्यहाँबाट नौसारिकन सर काम ओम गदार दशरथ कामराज काम कति एउटा काम कति साटा इदायति मधुशरणी सिन्धव महादेवना संघति मधुरुके वसपन ताते मुस्कजा मधु जोरी सुरा मधुबान वनस्पति महादेवका आगो भन्नुरा कचरो निकाल ल ल छोरे अग्निलाई चढ ल अब हामी बालो एकअर्कालाई प्रेमपूर्वक खुवाउने अब ल ल अब त्यस्तरी होइन है त्यस्तै प्रेमपूर्वक हो प्रेमपूर्वक खुवाउने हो रिसाएर होइन ल हो ल माथि लाभा राख्नु पर्यो ल ल सदा ल कसको भयो खोइ माथि तान्नु भयो खोइ खोइ हुन्छ हुन्छ नमस्कार पूज्य कलशमा कलशाधिष्ठात्री सकलचाभ्यो नमः सर्वोच्चाधिपति गणेशमा श्रीमन्मागणाधिपतये नमः गणेशमा फुलक्षित सर्वोच्चाधिपति अनि तिनपल्ट त्यहाँको जब शिरमा छर्किने अब आफू इष्टा भयो भूस्थान ऊर्जादान महिकन आयो सबै ल त्यो डबरी हटाउने डबरी मात्र हटाउने यहाँ बेला लग्नु अलि पछाडी सरेर घोडा टेकेर गर्न पर्ने यो राम्रो एउटा भाग्नु त्यसलाई 4 भाग गरिदिनु त हामी दोस्रो 4 है तपाईँले बोल्नु
उनी त संस्कृति प्रति भन्छ न त्यो त्यही राख्नु ल डिमान्ड कति हो के हो 4000 लाग्छ डराउने हैन डराउने हैन दिदीलाई अलिक 5 लाख त धेरै भएन र उता पराले 2 लाख दिएर थप्दै ए 20 लाख दिने नि माने ए 5 लाख हाम्रो रहेछ कति मिनेट लाग्यो नि घर आइपुगे 5 हुन्छ होला भन्नु नि कति घटाउनु हाम्रो त अब 4950 पहिले सालको त गुजारे जानु हुँदैन 5 लाख किन्दा जिरो रे मलाई पाँचवटा जिरो न मैले काँडे याड थप्दिम हो काँडे याड दिम के ल संसारमा जाम म अब त पाँचवटा जिरो सुन सुन अब सबले मलाई पैसा छ नेता हुन्छ अब अनि सालीको पैसा म तिर्छु ल मेरो माता त्यतिमा मान के साली मान्दियो देउरालीमा धजारीमै मन उतै नजा भनेकै मान्दैन सालै जो हो देउरालीमा धजारीमै मन उतै नजा भनेकै मान्दैन सालै जो मैले माया गरिरहेछु माया जालमै परिरहेछु मैले माया गरिरहेछु माया जालमै परिरहेछु हेर्दा परेली सालै जो गङ्गाजीको तिरमै रानी कुन फुललाई दिम शिरमै रानी गङ्गाजीको तिरमै रानी कुन फुललाई दिम शिरमै रानी मनले मन छुन्छ रे
बोके फुल सिरैमा सालै जो है तिम्रै लागि बाँचिदिन्छु सँगै रुन्छु हाँसिदिन्छु तिम्रै लागि बाँचिदिन्छु सँगै रुन्छु हाँसिदिन्छु ल अब खोलिदिनुहोस् त्यो उंगली पकड़ के तूने चलना सिखाया था ना, दहलीज ऊंची है ये पार करा दे। बाबा मैं तेरी मलका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो, मुड़ के ना देखो दिलबरो, दिलबरो, मुड़ के ना देखो दिलबरो। फैसले जो काटे जाए
पार करा दे। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मेरे दिल बरो बर्फे गलेगी फिर से, मेरे दिल बरो फसलें पकेगी फिर से, तेरे पाँव के तले मेरी दुआ चले, दुआ मेरी चले। बाबा मैं तेरी मलिका, टुकड़ा हूँ तेरे दिल का, एक बार फिर से दहलीज पार करा दे। मुड़ के ना देखो दिल बरो, दिल बरो, मुड़ के ना देखो दिल बरो। हेर नहेर ये जन्ती बेहुली लिएर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भेट्याउन पाइयो बुहारी। हेर नहेर ये जन्ती बेहुली लिएर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भेट्याउन पाइयो बुहारी। साह्रै राम्री लक्ष्मी भेट्याउन पाइयो बुहारी।
बेहुलासँग माग्नलाई चोली दैलो छेक्दै छन् उता ती चेली हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी माग्नलाई चोली दैलो छेक्दै छन् उता ती चेली हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी धनका थुप्रा बातीको ताती भित्र टेकेर त्यही माथि हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भित्राउन पायो बुहारी बातीको ताती भित्र टेकेर त्यही माथि हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भित्राउन पायो बुहारी साह्रै राम्री लक्ष्मी भित्राउन पायो बुहारी पाथी भर चुल्ठिनी जोर सासु बुहारी रमाइलो गफ गर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी चुल्ठिनी जोर सासु बुहारी रमाइलो गफ गर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी भित्र राखेछ धन कसले भेट्छ ए बुढा भन हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भित्राउन पायो बुहारी राखेछ धन कसले भेट्छ ए बुढा भन हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भित्राउन पायो बुहारी साह्रै राम्री लक्ष्मी भित्राउन पायो बुहारी भए पनि बुहारी नौली उनैले नै भेटाउँदा चाल पाउली हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी बुहारी नौली उनैले नै भेटाउँदा चाल पाउली हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी म त यसै परेछु दाङ बुहारीको देखेर रूपराङ हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी भित्राउन पायो बुहारी परेछु दाङ बुहारीको देखेर रूपराङ हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी
म पनि त खुसी छु हेर छोरा बुहारी एकै नाच देखेर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी खुसी छु हेर छोरा बुहारी एकै नाच देखेर हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी लक्ष्मी जस्तै बुहारी आइन् यो घरमा खुसीको दिन ल्याइन् हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी बुहारी आइन् यो घरमा खुसीको दिन ल्याइन् हाम्रो छोराकी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी साह्रै राम्री लक्ष्मी बिग्राउन पायो बुहारी भाउजू अचार दिनुभयो झगडा कहिले नहोस् है सबै दुईजना मिलेर फलानाका छोरा नाइ भतिजा अलि भित्री भन्नेतिर नि भनेर हुन्छ पैसा दिएर राखा फुपू साथी खोइ सार्दा साथी ल्याउँछ गरज सधैँ राम्रो होस् उसको साथ चाहिँ मिलेर बस्नु फेरि कहिले काहीँ फटेङ भयो भन्न नपरोस् सुन्न नपरोस् है अब चाहिँ वैवाहिक जीवन हिजोसम्म जे जस्तो थियो सिङ्गल हुँदाखेरि अब चाहिँ गऱ्यो भएपछि फरक हुन्छ मिङ्गल भएपछि कति चाहिँ भएको कुराहरूलाई समझदारीमा सल्लाहले अगाडि बढाउनु पर्छ कान्छा हुन्छ कान्छा ससुरा भाग्यमानी भयो ल ठिक छ अब त्यस सकियो
नहीं